आन्दोलनले तत्कालीन सरकार ढालेपछि देशले एउटा नन पोलिटिकल सरकार पायो। सुशीला कार्कीको नेतृत्वमा बनेको यो सरकारको काँधमा एउटै प्रमुख भारी थियो, देशलाई लोकतान्त्रिक ट्र्याकमा फर्काउन निर्वाचन गराउनु। फागुन 21मा सम्पन्न प्रतिनिधि सभा निर्वाचन र त्यसको परिणामले यो सरकार मूलत सफल सरकारको दर्जा दिलाएको छ। राजनीतिक दलका नेतादेखि नागरिक अगुवा र आम नागरिकले यो उपलब्धिको मुक्त कण्ठले प्रशंसा गरेका छन्, तर सिक्काको अर्को पाटोमा नै धमिलो देखिएको छ। सुशीला कार्की सरकारको पारदर्शितामाथि ठूलो प्रश्न चिन्ह खडा गरिदिएको छ। जसले जीवनभर न्याय र नैतिकताको वकालत गर्नुभयो, उहाँकै नेतृत्वको सरकारले रवि लामिछाने विरुद्धका गम्भीर मुद्दा फिर्ता लिने जस्तो विवादास्पद निर्णय गर्यो। यति मात्रै होइन, प्रधानमन्त्री कार्कीले आफ्नै स्वकीय सचिवलाई लाभको पदमा नियुक्ति दिलाएको विषयले नागरिक सरकार र दलीय सरकार बीचको नैतिक भिन्नतालाई समेत मेट्टाउने प्रयास गर्यो। आन्दोलनकारी युवाहरूको रगत र पसिनाबाट बनेको यो सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोग त गठन गर्यो, तर त्यसको प्रतिवेदन सार्वजनिक गर्न पनि खुट्टा कमायो। सुशासन र प्रशासन सुधारका लागि ठोस काम गर्ने अपेक्षा गरिए पनि यो 6 महिनामा कर्मचारी तन्त्र पुरानै ढर्रामा चलिरह्यो। प्रशासनविदहरूका अनुसार सरकारले केवल निर्वाचनलाई मात्रै सफलता ठानेर दैनिक प्रशासन र सुशासनको पाटोलाई पूर्णतः नजरअन्दाज गर्यो। काहीँ न काहीँ आफ्ना निजी स्वार्थहरू चाहिँ शासकीय प्रणालीमा प्रतिबिम्ब गर्ने यो विगतदेखिको जुन प्रवृत्ति हो, त्यो अहिले पनि निमित्य नभएको देखिएन। कतै न कतै केही आफ्ना स्वार्थहरू केही होइन, हामीले विगतमा के भन्यौँ, नातावाद कृपावाद आदि इत्यादि होइन, यो चाहिँ उपयुक्त भएन भन्ने जुन जेएनजीहरूको चाहिँ माग थियो, अहिलेका केही घटनाहरूले त्यो कुराहरू चाहिँ अन्त्य गर्न सकेको देखिएन। त्यसलाई अब यसबाट उहाँहरूले राम्रो काम गर्दा गर्दै पनि कहिले केही कुराकोले पनि त्यसलाई असर पार्छ। अहिले अन्तिम चरणमा भएका केही कुराहरूले उहाँको छविमा यो सरकारले गरेका राम्रा काम हुँदाहुँदै पनि त्यसको केही प्रतिकूल विचारहरू दृष्टिकोणहरू नागरिक समाजले प्रबुद्ध वर्गले रुचाएको देखिएन। सिंहदरबारको प्रधानमन्त्री कार्यालयबाट सुशीला कार्कीले आफ्ना निजी सामानहरू सारिसक्नु भएको छ। 6 महिना अघि जुन आशा र भरोसाका साथ उहाँ बालुवाटार छिर्नु भएको थियो, बाहिरिँदै गर्दा त्यसमा कतै न कतै पारदर्शिताको दाग लागेको छ। नयाँ सरकार बन्ने संवैधानिक बाटो खुलेको छ र चैत्र 13 गते बालेन्द्र शाहले देशको कार्यकारी प्रमुखको रूपमा शपथ लिँदै हुनुहुन्छ। कार्की सरकारले निर्वाचन गराएर आफ्नो कोर म्यान्डेट त पूरा गर्यो, तर सुशासनको क्षेत्रमा भने एउटा मिस गरिएको अवसर साबित भएको छ। इतिहासले यो सरकारलाई चुनाव गराउने सफल सरकारका रूपमा त सम्झिनेछ, तर पारदर्शिता र नैतिकताका सवालमा उठेका प्रश्नहरूले कार्कीको न्यायिक छविलाई कति क्षति पुर्यायो, त्यो भने भविष्यको समीक्षाको विषय रहनेछ।